Yo, hello guys, good morning from Tanting को मेलैमा Tantingमा हैन अझै कति 8-9 भयो भर्खरै थियो म के भएर हैन बिहान चाहिँ मिठो हिमाल देखेको भन्दाखेरि 6 बजेतिर म त सुत्दै थिएँ अझै कुहिरो लाहा अनि यस्तै भयो वातावरण हाम्रो तल हो यहाँ उखा हामी चाहिँ खाजा खाएको अहिले गाउँ दुलिन्छ नास्ता खाएर मस्त माथि अझै हो कि हामी तलै हो भन्नुपर्दा यतातिर पिङ के रहेछ हैन हामी सुतेको फेरि यो हो त्यही हो माथि छ लोकेश तलै होला नि त्यतिमा सोच्दैको होइन त्यो भाग्यो होला नि बिहान गाउँ डुल्न आई भन् थाहा भएन दिदिल हाल्नु बिहान 6 बजेदेखि थियो अरे उस्तो हिमाल खाइन्छ बल्ल नास्ता अहिले पिङ खेल्न गइरहेको छ तर गाइज पिङ चाहिँ गराक गराक हुन्छ हेर्नु होला हैन कस्तो ब्लग खेल्न खेल खेल्न के खेल्न खेल्न खेल खेल खेल्न खेल कस्तो कफी खाम अब छोड्दिउँ मलाई त्यो हाइटबाट डरायो होला नि भनेर यार त्यही उसै हल्दिने रहेछ बोर्डै झरै लाउने ल त कफी आयो हाम्रो 3 जनाको सुरजय म रोबिनको मस्त फेरि नास्ता खाएर फेरि कफी खान लाग्यो त्यसपछि डुल्न गइन्छ गाउँ सबै त्यही हो ल है त गाइज म र रोबिन चाहिँ भ्याकुल्लाले ब्रस किन्ने हिँडेको धेरै कुरो लाहा है बिहान नै छिटो उठे भए चाहिँ मैले हिमाल मिठो देख्न पाउँथेँ कि राति पनि देखेको थियो फेरि मेरो फोनमा चाहिँ क्याप्चरै गरेन झर्ना अलिक घाम रहेछ जाम ल हल्का घाम त लाउनु होला अवस्था हुन्छ कति बजेर 10 त बजेछ नि मेरो ज्याकेट लाउँदै काम छैन के भन्ने ल है त फाइनली दोकान हामी स्ट्रिक कतिमा थियौँ 12 मा थियौँ स्ट्रिक 5 मा आयौँ लास्टै उतै रहेछ यहाँ चाहिँ दोकान मस्त दाइलाई ब्रस किन्न अनि त्यही जाडो त्यत्रो जाडो नरहेछ हौ सोच जस्तो यहाँ तान्टिङमा म लास्टै जाडो होला भनेर ब्रस दिनु या त्यही हो त गाई मेरो जुत्ता हालत चाहिँ यस्तो छ हिजोदेखि होइन अनि अब मौसम नै हल्का खुल्ला खुल्ला हुँदै गयो हिमाल त जसरी नि हेरेर जाने म त हे मस्त शेर्पा टोपी लाएर जाडो नि बढ्यो त्यो मस्त बाक्लो लगाएको छु अब भात खानु गइन्छ 1 बज्नु है भात डुल्न गइन्छ त्यही हो गाउँ पनि अब स्याक्क देख्नु होला उयो हात कामेको चिसोले गर्दा अछु त्यसपछि अझै माथि छ गाउँ हिजो त कसले भनिरहेको थियो कि गाउँ पनि ठुलै हो कि माथिसम्म हामी त माथि गएकै छैन मजै सब यस्तै डुल्ने भात खाएर उता पनि गइन्छ झर्ना पनि छ भनिरहेको थियो झर्ना पनि गइन्छ हेर्न त्यसपछि मस्त फोटो त खिचिन्छ त्यही हो गाइज ओके भात खानु खेल्दै बस्यो यार खाना आएको त अबदेखि मैले हाल्यो भन्ने ल हेरौँ हेरौँ ए दाइले खायो मलाई त दाइले खायो ल भात खाने यहाँ बल्ल कति भयो 2 बजेको भात खानु मस्त आरामले पारामा हाल्नु बाबु खोइ हाल्नु त्यहाँ हजुर चाहियो म र चाहिँ नि कुकुर होइन भोटे कुकुर रहेछ म चाहिँ भात खाएँ
फेरि चिसो भयो तेरो कफी खान आएको के भएर अब खोइ कति बेला जाने रहेछ आज बाटो निकै बिग्रेछ भनेर के कस्तो हुन्छ होइन कत्रो ठुलो छ कति बाक्लो छ के यसकार भन्दा मस्त कुहिरोको भ्यू हेर्दै मस्त अनि फाइनली कफी आयो अनि मस्त कुकुरासँग बस्न खानु म यो झाडु झाडु छ क्या शेर्पा टोपी लाएर नि यस्तो यो भित्र लास्टै भुवा भुवा छ होइन यस्तो लाउँदा नि जाडै जाडै भयो क्या सुरुमा जाडै भएको थिएन जाने त्यसरी गएको थिएँ अन्त लास्टै जाडो भयो भाइ धन्दा यो ल्याएको फाइदा चाहिँ भयो कफी खाएर भ्याइयो अब रुमतिर गइन्छ मस्त रेस्ट गर्न कफी खाएर ज्यान त तातो भयो कमसेकम यो भाइहरू त्यहीँ अझै तास खेल्दै रहेछ ए बाहु मेरो रुम चाहिँ कहाँ भन्नु छ है यहाँ चाहिँ यही नदेख्नु यो यहाँभन्दा अझै माथि कि ऊ त्यो देख्यो त्यो हो कि मेरो रुम त गाई छ भने चाहिँ फर्केको टाङबाट के भन्ने जुत्ता त्यस्तोहरू बस्यो हुन गाह्रै हुने भयो जुत्ता यार गाडी आइभ्यो क्या ल गइन्छ अब ल बस हाम्रो बस त्यो टिका लाखै ए टिका पनि पर्छ त हो प्याक भयो ब्यागको ए प्याक भयो ब्यागको रहेछ कति छिटो ओए प्याक रहेछ गाडी त गाह्रै भयो गाडी चलाइनु पर्छ क्या मैले ड्राइभर त आएको छैन कुहिरै लाएर बस्यो माउन्टेन हेरेर जाम भनेको यसै भयो अन्नपूर्ण राति देखेको थियो बिहान 5 बजे देखेको थियो म फेरि 9 बजे उठेर हेर्नै पाएन कि ल त्यहाँदेखि हामी गयौँ अब कहिले आइन्छ थाहा मान्छे माथि प्याक छ गाह्रो छ टान्टिङको गेट खट्यो मिठो ठाउँमा आम्बो ओ बादल त्यो टाइमल्यास हामी जस्तो हिँडिरहेछ टाइमल्यास गर्नै नपर्ने हेर सबले फोटो खिच्दै ए बा हो यहाँ चाहिँ हाम्रो बस छ मस्त यता त्यहाँ बादलहरू मिठो हिँडिरहेको छ ए हाम्रो झर्ना ए यस्तो राम्रो म त माथि बस्दिएँ तल त बस्नु नमिलेको राम्रोसँग अगाडि बस्दा नि यो कहाँ बस्यो अब खासै दुख्न दुःख बाटो त्यस्तो बिग्रेको छैन ल है त गाइस यहाँ चाहिँ गाडी अर्केको रहेछ होइन गाह्रो छ गाह्रो अघि खोज्नु मिठो आएको थियो कति ब्याक लुक्स केही लाखेन कि दाइ दाइ केही लाखेन हौ अब बर्थडेमा हाल्दैछु
औडामा कस्तो रहेछ दुखेको भन्दा आएको धनिया झ्यापमा बेगर हँसाइदिने के गरेको आउँदा त अड्कियो ल यसै ढकाल्नु हुन्छ हामी जस्तो ढकाल्न पर्छ यार त्यो गाडीको मान्छे ढकाल्यो अरे जुत्ता त मेरो भन्दा सफा त नयाँ मान्छे त के हो यस्तो आफूले जुत्ताको माया नगरी ढकालेको गर्छ सबले भने यस्तो भएन झ्याली गऱ्यो गाई छान्छ यहाँ अड्किए एउटा गाडी लिएको छ यहाँ अड्क्यो होइन के भन्छ अरे 4 घन्टा तिमीलाई यो गाडी अड्केको कस्तो हिजो नि एउटा गाडी अड्केको ढकाले निकालेको यहाँ मान्छेहरू ढकाले त भन्छ खुट्टा त के हो मेरो भन्दा सफै छ जुत्ता त होइन सबको जेसिबी आयो जेसिबी बोला छ अरे होइन अनि के आयो अनि त्यही हो म त पत्ता होइन अड्क्यो भने ढकाल्न कोही मान्छे गाडी सब मान्छे त्यही हो यहीँ अड्किन्छ जस्तो घर बाह्रै पर्ला जस्तो जेसिबी आयो जेसिबी आयो जेसिबी खाए जेसिबी जनता धेरै हो जेसिबी हेर्नेको मान्छेहरू तान्यो 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 ओए तान्यो ल तान्यो ल जेसिबीले तान्यो ओए तान्यो जेसिबी भनेको जेसिबी रहेछ जेसिबीले तान्यो गाडी ल बल्ल ट्रोबेटसम्म अड्केर तानेको छ त्यही हो ओए हाल टाइट भयो त्यहाँदेखि ढकालेको हामीले यहाँसम्म जुत्ता हालत माया लाग्यो गाह्रै पर्यो त्यहाँ चाहिँ अगाडि पाङ्रा अड्क्यो हजुर ए ल गयो टाइम पनि त ढुङ्गा पनि भयो पोखरामा यो रेडबुल होइन रामको खान्छ त्यस्तो रेडबुल होइन ए यस्तो नि रहेछ त पैसा धेरै हो डो त धेरै हो किन्नुपर्छ क्या रेडबुल हो रोबोबुल रे म त ए बरु नेचुरल लिनु पऱ्यो यार यो लिनुपर्छ बरु यो मिठै हुन्छ हेर्छु के लिन्छ म चाख्छु नाच्छु कसलाई भन्नु हल्का लिनु पऱ्यो नि यार के त के यस्तो युवाले लिन्न एनिमल होला एनिमल खोइ खेल्छ खेल्नु आज पनि घरको लागि पनि पर्छ घरको लागि खेल्नु पुरा स्पाइडरम्यान त बब्बाल भने के पर्छ यो किन्दे मैले स्टप भन्ने यो यहीँ अब खाजा खाइन्छ घर हिँड्छ मेरो 405% रहेछ त्यही हो अब म के गर्छु म थाहा छैन त्यही मेरो जुत्ताहरू चाहिँ यस्तो हो नयाँ कलर खतरा लभले मेरो जुत्ता चाहिँ गाह्रो छ यस्तो एडभेन्चर गाई चाहियो घर मम्मी अन द टप सुइरहेको रहेछ ल्याइदिएको मैले
युवानलाई ल्याइदिउँ म त यो यो सब सुतेको रहेछ कि मेरो फोन पनि भयो मेरो फोन फेरि होइन अनि यो सबैजना सुतेछ यहाँ घन्टी बचाइ गरेर उठाएको मम्मीलाई नि अब जुत्ताको हालत देखाउनु मन लागेको मलाई अरू के लुक मेरो जुत्ता यस्तो भएर बस्यो नयाँ कलर नयाँ कलर भयो जस्तो देखियो यार जुत्ता त नयाँ कलर जुत्ता धुन हालत त्यही हुन्छ अरू केही होइन धागो पैसा सब भ्यायो यसमै मेरो त पोखरामा उसमा पर्छ कि हामी युवान ल्याइदिएको नि मैले त्यो भएर यो दुइटा कफी चाहिँ मैले दुइटा किनेँ एउटा खाएँ एउटा छ अहिले खाने म कति महँगो यस्तो दुइटा डरलाई नि भने के किनौँ भएको थियो कि मलाई नि चिनो लैजाऊँ भनेर साग त किनेन मैले उहाँ टान्टिङको साग त्यसै भयो अनि लास्टै साग दियो सबै त्यस्तो बसेको खोल्नु त कहिले सुन्नु थियो हजुर ए उहाँ हामी त 9 बजे उहाँ पुगेको उस भालपार कटेको होइन 1 घन्टा त्यही रमाइलो गऱ्यौँ हामी त्यहीँ होटल न होटलको ढाबा भालु हेर्नु त सेम कपडा हिस्सेन छैन अर्को चाहिँ यहाँको प्राइस ट्याग निकालेको यस्तो देखियो भाइ मलाई यो कफी दुईटा छुट्टै फ्लेभर किनेको ल त्यही हो गाइज टान्टिङको भ्लग यति हो होइन के जस्तोलाई म त पत्ता छैन तर यस्तो मान्छेहरूले भन्ने यो भ्लग हेरेर छ्या के रमाइलो भयो कि उस भ्यू दिएछन् भन्ने त्यस्तो होइन कि इट्स कल एडभेन्चर होइन त्यही हो हुन्छ राम्रो लागि हुन्छ या टोको